हेलो एभ्रिवान सम्पूर्णमा नमस्ते। म केशव मल्ल हैन। आज चाहिँ म आफ्नै घरमा छु। लामो समयपछि चाहिँ आफ्नै घरमा फेरि आउन पाउँदाखेरि चाहिँ एकदमै खुसी लागेको छ। आज चाहिँ म घरमा चाहिँ एक्लै छु भन्नुपर्छ हैन। यहाँ चाहिँ अब घरको चाहिँ गृहस्थी कामको चाहिँ सबै कुराहरू चाहिँ हेर्नुपर्ने हुन्छ। त्यही हो, घाम चाहिँ टिटिक्क लागिरहेको छ हैन। चिटिक्कै राम्रो देखिएको छ। यहाँको चाहिँ इन्भाइरोमेन्ट एकदमै अब धेरै गर्मी पनि हुँदैन अनि जाडो समयमा धेरै जाडो पनि हुँदैन। यो एकदम मिडियम वेदर देखिन्छ यहाँ चाहिँ। म चाहिँ अहिले आफ्नै घरमा छु भन्नुपर्छ। यहाँ चाहिँ म अहिलेलाई चाहिँ एक्लै छु। यहाँ हाम्रो घर पछाडि ब्याकग्राउन्डमा देख्नु भएको छ होला। गाउँकोतिरको यो गेट चाहिँ यही हो हैन। गाउँतिर यसलाई नै घाडो भन्ने गर्छ, तर चाहिँ गाउँको अर्ग्यानिक गेट चाहिँ यही हुन्छ है। यो हामीले चाहिँ यो अर्ग्यानिक गेट भन्न सक्छौँ। यहाँ चाहिँ कुकुर सुतेको छ हैन। यो चाहिँ हाम्रो भूकम्पपछि बनाएको टहरा हेर्नुहोस् है। यो टहरा हो। अनि यहाँ चाहिँ अब यो दाउरा चाहिँ देख्न सक्नुहुन्छ। अनि यहाँ यो दाउरा देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यहाँ चाहिँ आवाज छ। के छ आवाज? ठिक छ। कहाँ गइरहेछ? भाइ खेल्न। कहाँ पारी रहेछ? ए कति लास्ट गर्मी भयो? कहाँ जाने? कहीँ जाँदैन। एकछिन यहाँ कहाँ घरको काम हेरिरहेको। यो दाउरा हेर्न सक्नुहुन्छ। यो दाउरा चाहिँ मैले एक्लै बोकेको होइन। यो त उता जङ्गलदेखि यहाँ चाहिँ अब दाउराको लागि चाहिँ यो मालमेलामा चाहिँ अलिकति सजिलो छ। गाउँको भन्दा ढिमेको भन्दा चाहिँ माथि यहाँ मालमेला चाहिँ राम्रो छ। यहाँ दाउरा चाहिँ कति धेरै छ होइन। यहाँ देख्न सक्नुहुन्छ। अब यो गाउँसँगको यो नल भन्छ होइन यसलाई। अनि यो गोठ छ नि, यो गोठ चाहिँ मैले भैँसीको लागि चाहिँ एक्लै बनाएको गोठ हो होइन। देख्न सक्नुहुन्छ। यो गोठ चाहिँ अब बर्खाको सिजनमा चाहिँ अलि यहाँ चाहिँ अब अलिकति देखिन्छ राम्रो होइन। यसलाई चाहिँ हामीले भैँसीलाई व्यवस्थित तरिकाले चाहिँ यहाँ बसाउनको लागि देख्न सक्छौँ। यो बल खेल्ने नेट हो, यो भाइहरूले बनाएको छन्। बल खै आवाज यो बल चाहिँ होइन लगभग धेरै भइसक्यो ल्याएको। कति भयो? 2-3 महिना। 2-3 महिना भयो होला। भइगयो 1 महिना। ल सर्ट 1 महिना भयो। म सर्ट हाल्छु देखाउने। एक्लै मिलाएर यसले सटान्छु भन्छ होइन। कहाँ हान्दियो त आवाज? ओहो, बल चाहिँ गडा छैन। यो चाहिँ यो कति 1200को बल हो। अनि यहाँ चाहिँ तपाईँको देख्न सक्नुहुन्छ यो आरु भन्ने हुन्छ होइन। यो आरुको फल्दैछ बिस्तारै। अनि ओखर भइहाल्यो। सुन्तलाहरू चाहिँ अब अहिले बिस्तारै सिजन लाग्दैछ। अब चाहिँ हाम्रो जग्गा चाहिँ माथि छ नि, त्यो मेलोको रुखदेखि यता हो होइन। यहाँ चाहिँ अब मकै छर्ने काम पनि सकिएको छ। अब यो पहिले यो आलुसँग लगाएका मकै हुन् होइन। यो चाहिँ असारको महिनामा चाहिँ पोलेर खाने हुन्छन् होला जस्तो लाग्छ। आवाज मालमेलाको फर्स्ट हो कि क्या? सबैलाई जित्छ सान्न खेल्ने यहाँनिर हो कि पर पनि छ? जत्कदै छ। यहाँ पनि हो, पर पनि हो, गाल गएपछि छ। नि हो। हेर्नुहोस् है, हाम्रो घर चाहिँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ एकदमै गर्मी छ यार, लास्टै गर्मी छ। यहाँ चाहिँ हाम्रो चाहिँ यो एक घर एक धारा भन्ने प्रचलन गाउँघरतिर आएको छ। खानेपानीको चाहिँ यो भइहाल्यो। अब यहाँ चाहिँ अब ड्रमको व्यवस्था भएन क्या अलि राम्रोसँग, यस्तो छ। अनि टोइलेट भइहाल्यो यस्तो। गर्मी म धेरै छ होइन। माथि डाँडामा चाहिँ काफल पाइन्छ क्या लास्टे यार, लास्टे काफल पाइन्छ। त्यहाँ जान पाएको भए हुन्थ्यो, तर उकालो छ लास्टे। उकालो चाहिँ हिँड्न अलि नसकिला जस्तो छ। काफल पाकिसकेको अवस्था छ अरे। अनि हेर्नुहोस्, यहाँ चाहिँ यो खुर्सानी लगाउनु भएको रहेछ मम्मीले।
अनि यसलाई चाहिँ पाप्रो प्याप्सो है के भन्छ होइन यसलाई यसो भन्छ। आलु हेर्नुहोस् है अब कोर्ने बेला भएको छ, कतिपय ठाउँमा चाहिँ कोरिसकेको अवस्था छ। बाख्रा अर्को एउटा ठुलो बोके खसी भन्थे होइन त्यो पनि थियो, अनि कता छ अहिले। अनि पहिले चाहिँ धेरै बाख्रा थियो, अहिले थोरै भइसक्यो क्या, पाल्न नसकिने अवस्था भयो। यो काग हेर्नुहोस् है, ए आयो यो काग होइन। यो काग चाहिँ किन आएको भने चाहिँ यहाँ चाहिँ चल्ला पालन छ होइन। यो चाहिँ गिरिराज भनेर राखेको चल्ला कोइलर परेछ। यहाँ चाहिँ बढ्दै नबढ्ने भएछ होइन। यो सानो, यो यत्रो सानो छ होइन। यो एकदम खोरको व्यवस्था गरेर सबै राखेको होइन। यहाँ चाहिँ यो अस्ति ढिला बढ्दो रहेछ क्या, चारो त एनी टाइम खाएको खाइ गर्दो रहेछ। हेर्नुहोस् है यो कागले कति लग्यो गरे लगभग 20वटा थियो होइन। कागले चाहिँ लगभग 3टा लग्यो, एउटा चाहिँ मर्यो। जब चाहिँ अहिले यो खोरको व्यवस्था भइसकेपछि चाहिँ अहिले कागले लिन पाएको छैन, तर वरिपरि चाहिँ राउन्डिङ हानेर हाल्छ। रखेलमा अहिले भर्खर रखेलबाट आगो रखेलमा अहिले एकछिन गर्मी भयो जाम्ला काफ्ला जाने। काफला पनि जानु पर्यो एकछिन। जाने जाने किन साथी। हेर्नुहोस् है यो अब तपाईँ देख्न सक्नुहुन्छ, घरतिर केही छैन त्यस्तो होइन। यो झोडो होइन, यो झोरो छ होइन। यो झोरो चाहिँ मामीले एक्लै गराइस्या हो। यो झोरो चाहिँ बिक्री हुँदो रहेछ क्या होइन। यो के हुन्छ होइन, तलतिर लगेर के गर्छ थाहा भएन, तेलसेल निकाल्छ जस्तो लाग्यो मलाई होइन। यो मम्मीले गराइस्या त्यो जङ्गलबाट चाहिँ अब ढलेको रुखबाट चाहिँ सानो रुख यो झोडहरू निकालेर हिरोहरू बल खेलिरह। ए सल्लाह मार्लास् मास सल्लाह काट्यो त्यसलाई खेल्ने होइन क्या। कस्तो आउने बित्तिकै बल खेलिरहनु टोल्यो। किन काटेन? काटिसक्यो। यहाँ बल खेल्छ नि त कहिले। त्यो उसले काटिसक्यो क्या, पछाडि त्यो उसले काट्यो, पातले काटिसक्यो। पारी गयो बलै खेल्ने, वारी गयो बलै खेल्ने हुन्छ। हेर्नुहोस् है यो यसलाई चाहिँ यहाँ बच्चाहरू केटाहरूले चाहिँ यो गोलेली चाहिँ राखेको छ कि कागलाई हान्नको लागि। अर्ग्यानिक गाउँतिर बनाएको चाहिँ बच्चाले गोलेली होइन। कुकुर कस्तो दामी तरिकाले सुत्या छ क्या होइन। यो आरू यार नफल्ने भइसक्यो क्या। यो बगैनाको रुख हो कि एकदमै यार। यो अब 2 वर्षभित्र यति ठुलो भइसक्यो क्या। यो सानो लगाएको होइन। यता आरू छ, बिजुली पनि आइसकेको छ होइन। अब यो हेर्नुहोस् बिजुली पनि आयो, पहिलेको जस्तो छैन। अहिले हाम्रो मालमेला पनि परिवर्तन भएको छ। सबै ठाउँमा चाहिँ बिस्तारै वायरिङ गर्ने कार्यक्रम हुँदैछ। यो मकै पनि यार जागिसकेछ यार, जागिसकेको रहेछ। हलो हेर्नुहोस् त, यो हलो जोतेर हिँडेर छोडिदिएछन् कसले हलो होइन। जस्तै यो माथि गाउँ जाने बाटो हो क्या। यो छ नि, यो गाउँ जाने बाटो। यो हेमाटा चाहिँ गाउँ जान्छ कि गाउँ जान्छ हिँड्छ होला। गाउँ जाने बाटो यो माथि ढिमी होइन। ऊ पारी चाहिँ पिप्से, यो पिप्से हेर्नुहोस् है, पिप्से गाउँ यो पिप्से हो। यो चाहिँ गाउँपालिका होइन, यो देखिया नि गाउँपालिकै तिर्नुपर्छ जानलाई। उकालो चढ्नुपर्छ क्या माटो गएर। मालमेला हेर्नुहोस्, मालमेला आवाज ओए पर खेला क्या, त्यहाँ चल्ला यता हुन्छ डिस्टर्ब हुन्छ। के छ हरिस अरू चोट लाग्यो क्या? देखा त यता हेर त
यो लाग्यो नि हो खोइ त्यहाँ त काट्या होला त यस्तो डाटा खै खै यो देख्थ्यो नि यार अहिले यता खै यो धार पैसा चाहिँ यार अहिले लोटे यता आँटिसक्यो त अनि यो यता बोलाउने यस्तरी खेल्छ नि त अनि टोलीहरू ल पढ्नु छैन बुझ्यौ यता यता हेर्दै कापलान जानेस् कि नै मसँग अहिले कहाँ पाइन्छ कि कापल भनिदियो त कहाँनिर पाइन्छ त्यसलाई परेको बन भन्छ कि पहराको बन हो वास्तवमा पहरा बन भन्छ नि हो त त्यो पहरा छ क्या धेरै ठुलो पहरा हुने भएको कारणले सायद नाम राखेको हुनुपर्छ अनि जाने हो किन्नु सक्छ ढुक जानु सक्छ कि नि कुकुर आएको थियो कुकुर बल खाइने हो बस अल्लाह बस बलको यो कस्तो सबभन्दा मनपर्ने खेल के हो अब बल कस्तो बल भने अब बल हो क्या सब बल क्रिकेट मनपर्छ कि भलिबल मनपर्छ कि अनि फुटबल मनपर्छ सबभन्दा वान अफ द बेस्ट के हो फुटबल हरिसलाई के हो भने त फुटबल क्रिकेट भलिबल तिनै भन्ने हुन्छ र है चुज गर्दाखेरि एउटा क्या क्रिकेट 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 स्पेलिङ भन्नुपर्छ भने त्यो फुटबल क्रिकेटको भन्दा सिआरआई सिकेटी क्रिकेट एफओटिबिएलएल के हो त्यो भने फुटबल यो को रहेछ नि आयो हाम्रो घरमा बस्या यो माथि एउटा यो भान्जी पर्छिन् होइन यो माथि एउटा यो बहिनीको ऊ माथि घर छ यिनको माहौल यिनको कर्रो घर हो यहाँ आयो हुन्छन् कि माथि हेर्नुहोस् है गर्मीले ततायो लास्टै पारी होइन ऊ पारी चाहिँ त्यो बाँस छ नि बाँसको झ्याङ त्यो झ्याङ चाहिँ पोखरी छ क्या होइन खतरा पोखरी चाहिँ पौडी स्विमिङ पुल जस्तो देखिन्छ यार त्यहाँ डेली गएर हामी ऊ खेलिरहेछौँ क्या त्यो पौडी खेलिरहेको सबैले क्या बच्चा बच्चीले हामी पनि गएर चाहिँ कति बेला चाहिँ खेल्ने गरेका छौँ लास्टै गऱ्यौँ यही हो मालमेलाको चाहिँ हल्लीचल्ली चाहिँ यही छ होइन एकदम गर्मी छ यो गर्मीलाई चाहिँ एकदमै एउटा शान्त पार्नको लागि एकदम अब एउटा ट्याङ्की छ जो कि पानी भरिएको हुन्छ तर स्विमिङ पुल जस्तो देखिन्छ क्या गर्ने अब होइन एकदम गर्मी भएको बेला चाहिँ त्यहाँ गएर अलिकति पौडी खेल्ने स्विमिङ गर्ने होइन अनि अलिकति के भन्छ अब अलिकति चाहिँ झ्याउ लागेको बेला चाहिँ माथि जङ्गलतिर आफू खान गए पनि भयो अनि यता जङ्गलतिर घुम्न गए पनि भयो ऐँस्यालो पाइन्छ टन्नै होइन तलतिर यो होइन अनि त्यहाँबाट चाहिँ गर्मी छ यार लास्टै गर्मी छ हेर्नुहोस् है गाउँतिर जे जस्तो भयो भने चाहिँ गाउँतिर चाहिँ एउटा प्राकृतिक सम्पदाले चाहिँ मान्छेलाई चाहिँ एउटा जिउने आधारको एउटा मेन एउटा खम्बा जस्तो भएर बसेको हुन्छ जो कि एउटा आनन्द महसुस गराइदिन्छ होइन अनि त्यो नै मजा लाग्छ सबभन्दा कुरा चाहिँ यो प्राकृतिकसँग चाहिँ घुलमिल हुनको लागि एकदम घुलमिल हुन पाउँदाखेरि एकदम त्यही नै आफूलाई रमाइलो लाग्छ महसुस हुन्छ होइन त्यहाँनिर त किम्बोर छ होइन टन्नै किम्बोरहरू छ है किम्बोर पाकिएको छ हेर्नुहोस् आयो यो काकी फेरि हेर्नुहोस् त यसले चाहिँ अब दोपिरा हुन्छ क्या यहाँ कति बेला लिने चल्ला भनेर तर लिन चाहिँ सक्दैन पहिला जस्तो अरे त्यही हो रमाइलो छ गाउँघरतिर ल कसले हेर्दै हुनुहुन्छ तपाईँहरूलाई पनि धेरै धेरै सम्झना अब गाउँमा आएको बेला चाहिँ एउटा यो भौतिक संरचनाहरू चाहिँ सधैँ रहन्छ भन्न सकिँदैन होइन त्यही भएर चाहिँ आफूलाई चाहिँ एउटा ऊ गर्न मन लाग्छ कि एउटा सम्झना राख्न मन लाग्छ होइन एकदमै जे जस्तो भए पनि होइन आफू पछि सधैँ घरमा बसिँदैन अब कहिले कता गइन्छ कहिले कता गइन्छ घरमा भएको बेला चाहिँ एउटा रमाइलोको लागि सम्झनाको लागि एउटा केही काम अविस्मरणीय बनाऊँ जस्तो लाग्छ त्यही भएर एउटा भिडियो तपाईँहरूलाई बनाएँ होइन एकदम
त्यही हो, खुसी लाग्छ। ल सबैलाई धेरै धेरै सम्झना, भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद। यही हो, गाउँघरतिरको माहौल यस्तै छ होइन, यस्तै गर्मी छ अनि धेरै रमाइलो हुन्छ होइन, एकदमै सबैसँग भेटघाट हुन्छ भन्दै होइन। अब यति कुरा थोरै राख्दै तपाईँहरूलाई चाहिँ म केशव मल्ल पनि बिदा हुन्छु। हस् त, नमस्ते। मेरो च्यानलमा आएका नयाँ नयाँ भिडियोहरू चाहिँ हेर्न नछुटाउनु होला। हस् त, धन्यवाद, बाई बाई।